हेलो गाइज के छ म चाहिँ भर्खर खाना खाएर यसो आराम गरौँ भनेर सोचिरहेको छु। सो यहाँ बाख्रालाई खोलेहरू पनि बनाएँ यता। अनि म चाहिँ अब खाना खाएँ अनि एकछिन आराम गरिदिउँ भनेको। यहाँ कुखुरा दुइटा फेरि यसरी बसिरहेछ। यहाँ कुखुरा दुइटा अब म चाहिँ अब एकछिन बस्नु पर्ला। अनि यस्तै हो गाउँघरमा बाख्रा पाल्यो, बाख्रालाई घाँस खुवायो, कुखुरा पाल्यो, कुखुरा हेऱ्यो, त्यही त हो नि गाउँतिर। अब एकछिन आराम गरेर म चाहिँ वनतिर स्याउला सोर्न नै जानु छ। अब यसो 1 घन्टा जति सुतौँ, त्यसपछि स्याउला सोर्न जानु पर्ला। अब एकछिन आराम गरिरहेको छु। ल अब चाहिँ म आराम गर्न नि पुगेँ। अब बाख्रालाई खोलिदिनु छ। अघि खोले बनाएको थियो, खोले हेर्नु पर्यो चिसो भयो कि भएन। अनि त्यसमा पानी थपेर दिनुपर्छ। यहाँ छ खोले, खोले चिसो भइसकेको रहेछ। फेरि भाले कुखुराहरू के गरिरह्यो कुखुराहरू। यहाँ बाख्राहरू मर्न लागिरहेको रहेछ। बाख्रा 3टै बसिरहेको रहेछ। यहाँ बाख्राको बच्चाहरू, यहाँ चाहिँ स्याउलाहरू छ। यता के खाएर यो करा सब खोलिदिनु पर्छ यिनीहरूलाई। यो छेरपरि लागेछ एउटा बाख्रालाई फेरि। अनि अब म चाहिँ बाख्रालाई खोलेसँग मिसाउनको लागि पानी पर्नुपर्छ। पानी भरेर त्यहाँ मिसाएर दिनुपर्छ। त्यहाँ मिसाएर दिएपछि मात्र पुग्छ, नत्र पुग्दैन फेरि। यहाँ अब पानी भर्छ अनि खोले मिसाएर दिएपछि हुन्छ। यो चाहिँ मेरो स्ट्रबेरी, हिजो रोपेको थियो स्ट्रबेरी। यहाँ यस्तो भइरहेछ। पहिला यहाँ तल रोपिदिएको थियो, त्यहाँ तल रोपेर अनि मरेर रहेछ। अनि त्यहाँबाट उकालेर लिएर आएर अनि त्यहाँ बाटामा रोपिदिएको। एकछिनमा अनि म निस्किन्छु भोको बोकेर चाउला सर्न। कुखुराहरू हेर्नु, त्यहाँ फेरि कुखुराहरू कहाँ गएर त्यो कुखुराहरू। त्यहाँ चाहिँ कफी रोपेको थियो, अहिले कफीमा पानी लगाइदिएको छु। त्यो चाहिँ यहाँ चाहिँ कागती रोपेको, ठुलो भइसक्यो यो कागतीको बोटहरू। अब यो वर्षदेखि त फल्छ कागती नै। सो पानी पनि भर्यो। अब त्यो पानी मिसाएर बाख्रालाई खोलिदिनु पर्ला अनि घाँस छुट्याएर अनि माथि जानु पर्ला। ल अब चाहिँ म रेडी भयो, अब निस्किनुला। यो बाख्राहरूलाई घाँसहरू नै हाल्यो, छुट्यायो, जानुपर्ने स्याउला सोर्न। त्यहाँबाट हुँदै यहाँ माथि यता माथि डाँडाबाट कटेर उता डाँडा पछाडि जानुपर्ने बाटो चाहिँ यही हो। अब लाग्छ मलाई टाइम अझै कति, आधी घन्टा जति त लाग्ला त्यहाँ माथिसम्म पुग्न। यहाँतिर मकैहरू नि उम्रिरहेको रहेछ सानो सानो, अस्ति पानी परेदेखि। अब म चाहिँ बिस्तारै लाग्नुपर्छ। बिस्तारै गयो भने त धेरै टाइम लाग्छ। अब भर्खर 1 बजिरा पुग्छ बिस्तारै। अब माथितिर जानु पर्यो, स्याउला सोरसार गर्नु पर्यो। त्यही 4-5 त बज्ला। यहाँतिर यस्तो दामी छ, यस्तो हरियाली छ पुरै। यो अलैँचीको बोट यहाँतिर देख्न सक्नुहुन्छ तपाईँहरू।
ल अब चाहिँ म 5-6 मिनट हिँडेर यता रोडमा आइपुगेँ। यहाँ रोडबाट त उकालो उकालो फेरि यो चाहिँ यता घरभन्दा यतापट्टिको रोड। अब यहाँबाट उकालो चढ्नुपर्ने, यताबाट उकालै उकालो ठाडै चढ्नुपर्छ। यहाँतिर चाहिँ बाटो बनाएको छ, पोहोर सालतिर बनाएको छ। यहाँतिर बाटो यसरी यहाँ आधीसम्म मात्र, यहाँ माथिसम्म छ। तपाईँलाई म देखाउँछु पुगेपछि। अनि हेर्न सक्नुहुन्छ यहाँबाट ठाडै उकालो जानुपर्ने, यहाँबाट ठाडै यो देख्नु भइरहेछ नि उकालो, त्यहाँ माथिसम्म उकालो छ, त्यहाँसम्म त हिँडेर जानुपर्ने उकालो। अनि त्यो पछाडिबाट नि जानुपर्छ टन्नै स्याउला सोर्नको लागि। के गर्ने अब, छेउतिर पाउँदैन, टाढै जानुपर्छ स्याउला सोर्नको लागि नि। रमाइलो नि हुन्छ वनमा, आनन्द हुन्छ, चराहरू कराएर हुन्छ, चरचुरुङ्गीहरू हावा सिरिरी आइरहेछ यसरी देख्न सक्नुहुन्छ। यहाँतिर काफल नि फलिरहेको रहेछ। काफल नि अब यो काफलको सिजन नि भएर होला, काफल नि फलिरहेको रहेछ। तपाईँहरूलाई म देखाउँछु। यहाँ हेर्न सक्नुहुन्छ काफल पुरै पाकिरहेछ। पाक्नु त के पाक्ने, अब बेला भयो होला। काफल हेर्न सक्नुहुन्छ, काफल। सो यस्तो दामी भ्यू छ। यहाँ माथिबाट गाउँपालिका देख्छ, तपाईँहरूलाई म हाम्रो गाउँपालिका पनि देखाइदिन्छु। यहाँ डाँडाबाट, यहाँ माथि डाँडाबाट, अनि हाम्रो उता ठुलो गाउँहरू पनि देख्छ, सबै देख्छ यहाँबाट चाहिँ। यो चाहिँ पहिला हाम्रो भैँसी मार्थ्यो अरे दसैँमा यो ठाउँमा चाहिँ। यहाँ चाहिँ भैँसी काट्थ्यो अरे भन्ने सुनेको थियो, मैले त थाहा छैन। सुन्नु चाहिँ सुनेको थियो पहिला ऊ दसैँतिर। अनि पालिका ऊ त्यहाँ पालिका, यही हो पालिका, हाम्रो मेकाङ गाउँपालिका, यही हो मेकाङ गाउँपालिका। निर्माण कार्य पुरै सकिसकेको छ। अनि यहाँ सुरु भएको छ, यहाँ बाटो खनिएर त्यसको छेउमा प्रायः 2 पोइन्ट जति सकिएको छैन, त्यहाँ खनिरहेको छ। ब्रेकर लगाएर फोडिरहेको थियो। अनि यो चाहिँ ठुलो गाउँ, हाम्रो गुम्बा, ठुलो गाउँको गुम्बा यो चाहिँ। त्यो चाहिँ गुम्बा भयो, अनि त्यो चाहिँ गुम्बा भयो। या त त्योभन्दा पछाडि घरै घर चाहिँ ठुलो गाउँ। यो माथिको मेगाङ भयो, यहाँ माथि मेगाङ यहाँ भयो। हाम्रो ओक्सेनी भयो, ओक्सेनी गाउँ यहाँ पुरै। अनि यो त्यो डाँडा देखिरहेको छ नि, त्यो चाहिँ टुडी हो, टुडी। त्यसको नि म भिडियो हाल्छु पछि बिस्तारै घुम्न गएको बेला। टुडी र बाघको नि देख्न सक्नुहुन्छ। हाम्रो गाउँ यस्तो राम्रो छ, यस्तो हरियाली सुन्दर, फ्रेस हावा आइरहेको छ। म चाहिँ फेरि हावा खाँदै उकालो चढिरहेको छु होइन। फ्रेस हावा खाएर फ्रेस भएर उकालो चढिरहेको छु। त्यहाँ रुख ढाल्या रहेछ, कसले ढाल्या हो रुख, त्यहाँ रुख कसले ढाल्या हो। सो खतरा हावा चलिरहेको छ है, हावा खतरा चलिरहेको देख्नै सक्नुहुन्छ तपाईँहरू। बानी नभएर के हो, एकैछिनमा थाक्दो रहेछ त। पहिलातिर त खासै थाक्दैन जस्तो लागेको थियो, अहिले त एकछिन हिँड्यो कि स्याहाँ भइरहेको छु त। कमजोर भयो के हो, उकालो चढेर नसकिरह। यहाँतिर फुलहरू त खतरा फुलिरहेको रहेछ त, यस्तो फुलहरू त यहाँतिर नि हेर्न सक्नुहुन्छ, क्या दामी छ फुल। ल दामी फुलिरहेको रहेछ त, यस्तो दामी। यो रुख चाहिँ हाम्रो भाषामा चाहिँ पाना भन्छ, तपाईँको भाषामा के भन्छ थाहा छ भने कमेन्ट गरिदिनु।
पाना हो, यो चाहिँ पानाको रुख हो, पुरै फुलिरहेछ। अब यसको फल नै फल्छ केही महिनापछि। सो यहाँ माथि गएर अब विश्राम गर्नु पर्यो। त्यहाँ माथि गएर एकछिन लास्टै थाक्यो, घाम नि चर्को लगाइरहेछ। सो अब त्यहाँ माथि गएर एकछिन विश्राम गर्नुपर्छ। फेरि यो डोको नि के हो, 3-4 केजी छ कि के हो, लास्टै भारी जस्तो लागेर क्या मलाई त। यस्तो राखे यो यस्तो दुखिरह भन्ने मेरो यो कन्द दुखिरह। अब चाहिँ एकछिन विश्राम गर्नु पर्यो, लास्टै थाक्यो यार, त्यत्रो उकालो हिँडेर। अझै हिँड्नु छ टन्नै माथि, कम त हो। यहाँ मुनिदेखिको आयो त, अनि उता मुनिदेखि यहाँ मुनिदेखिको आयो त, अनि त्यत्रो हिँडेपछि थाक्दैन त, थाकिहाल्छ नि यार। त्यही माथि डोको बोकेको छ यार, यत्रो गरुङको डोको दुखेर यार, थाक्यो यार, म त स्यासै भयो त। अझै यहाँबाट माथि हिँड्न छ, अझै त्यहाँ माथि पुग्नु छ। हाम्रो नेपालको हरियो वन यस्तो राम्रो छ। यो तलको चाहिँ स्कुल, हाम्रो गाउँको स्कुल हो। यो चाहिँ हाम्रो गाउँको स्कुल हो। बच्चाहरू के हो, हाफ टाइममा के हो, सब लाइन बसिरहेको रहेछ खाजा खानलाई के हो। अनि यो चाहिँ हाम्रो स्कुल गाउँको। यो तलको देखिरहेछ नि तपाईँहरूले, त तलको त्यो चाहिँ देउराली भन्ने गाउँ हो। ऊ त्यो पारीको चाहिँ गोगने, पारीको गोगने भयो, यताको बिचको देउराली भयो। यो अनि हाम्रो गाउँ यता, यो स्कुलको तलतिर यो हाम्रो गाउँ। घर चाहिँ देख्दैन रहेछ यार यहाँबाट हाम्रो, मेरो घरै छेक्दो रहेछ यहाँ रुखहरूले, नत्र देखाइदिन्थ्यो। यहाँ मुनि छ ऊ, यो पारी चाहिँ पङ्ज्यू भन्ने गाउँ हो। त्यहाँ घर खासै छैन, एउटा दुइटा छ। यस्तो दामी हेर्नु त, भ्यू हेर्नु त, भ्यू यस्तो दामी छ। तपाईँहरू आउँदा नि हुन्छ है घुम्न, यतिर घुम्न टन्नै छ हाम्रो गाउँतिर। अब यही सिजन हो, घुम्न आउनु भयो, घुम्न आउनु। लालीगुराँसहरू फुलिरहेछ टकमक्क, अहिले माथितिर टन्नै छ। अब काफल फल्ने सिजन नि रहेछ, काफल नि पाकिरहेको रहेछ एक दुईवटा त, अनि काफल नि टन्नै खानुपर्छ। अब मलाई त खासै टाढो जानु पर्दैन, 5-6 मिनट हिँडे आइपुग्छ। बोट यति धेरै बोटै बोट छ यहाँतिर, टन्नै छ। काफल खानलाई कहीँ जानु पर्दैन है, छेउमै टन्नै छ। तपाईँहरू पनि खाने भयो आउनु यतातिर, यही हो ओखेनतिर आउनु, हाम्रो गाउँतिर पाउँछ काफलहरू टन्नै। अहिले त्यहाँ लालीगुराँसहरू पनि फुलिरहेको होला, म देखाउँछु तपाईँहरूलाई। घुम्न आउनु, टुरी घुम्न आउनु, बाघाहरू पनि घुम्न आउनु, हाम्रो गाउँ नि यसो घुम्नु, यहाँतिर राम्रो छ। सो अब म चाहिँ, मेरो विश्राम चाहिँ समाप्त भएको छ। अब म चाहिँ लाग्नु पऱ्यो बिस्तारै बिस्तारै, नत्र ढिलो हुन्छ। अहिले स्याउलाई नि सोड्नु छ टन्नै। सो बिस्तारै बिस्तारै लाग्नु पर्ला माथि माथि है। म चाहिँ अहिले यहाँ आधी बाटो आइपुगेँ, यहाँ डाँडामा कता चिसो हावा आइरहेको रहेछ। यो चाहिँ फेरि यस्तो भिड थियो पहिला, अहिले त पुरै रुखहरू आएछ, नत्र डर लाग्दो भिड थियो। अब त खै त्यस्तो डर लाग्दै देख्दैन, नत्र भिडले पहिरो गएर यस्तो डर लाग्दो थियो यो ठाउँ। अहिले त्यस्तो खासै डर लाग्दो छैन। आधी बाटो आइपुग्यो, म जानुपर्ने चाहिँ उता है, यहाँ ऊ त्यो पाखामा, त्यो पारी पाखामा उयो गोलबेडाको टनलहरू देखिरहेको छ नि, त्यसकै यतापट्टिकै, त्यसकै छेउमै हो म जानुपर्ने। आधी बाटो आइपुग्यो म चाहिँ। अब यहाँबाट उतै जानुपर्ने माथि माथि, यहाँबाट हिँडिरहेको छु म। अब बल्ल पातल भन्ने ठाउँ आइपुग्यो। हाम्रो यो पातल जङ्गल हो क्या, नामै पातल भन्छ, सबैले पातल भन्थे। यो मात्र ठुलो छ रुख चाहिँ, यही मात्रै एउटा ठुलो रुख छ, अरू सबै सानो सानो छ। पहिलेतिर चाहिँ यहाँ सबै त्यस्तो मात्र अग्लो अग्लो रुखहरू थियो अरे बाजेको पालातिर। अहिले त त्यस्तो खासै अग्लो छैन, नत्र पहिला पुरै त्यस्तो अग्लोहरू रुख मात्र थियो अरे।
भनेर मलाई नै सुनाइरहेको थियो। अब मैले देखेको चाहिँ त्यही अग्लो मात्र हो बच्चैबाट, त्यही एउटा रुख चाहिँ, नत्र सबै सानो छ, धेरै त्यस्तो अग्लोहरू छैन। अब सबै के गर्ने, मान्छेहरू आउँछ वनमा रुख काटिदिन्छ, अनि कहाँबाट हुन्छ त, यस्तो डल्लो रुखहरू त हुन्छ नि। अनि अब यहाँबाट हिँड्नुपर्छ। अब रोड आइपुगेको छ फेरि यहाँसम्म, यहाँ माथिसम्म रोड आइपुगेको छ। अब रोड जहाँ पनि लगेको छ, जहाँ पनि पुऱ्याइदिएको छ मान्छेले रोड बनाउनु पर्ने, रोड बनाउने होइन। यहाँ वनतिर वन मासेर रोड लिएर छ। यस्तै हो के गर्ने गाउँतिर, नेपालमा यस्तै हो नेपालको विकास भनेको। अब म यहाँ माथिबाट चाहिँ अब जङ्गल सुरु हुन्छ, यताबाट चाहिँ जङ्गल सुरु हुन्छ। अब जङ्गल सुरु भयो, त्यहाँबाट जङ्गल सुरु हुन्छ, त्यहाँबाट अनि जानुपर्छ बिस्तारै बिस्तारै। यहाँ नि काफल पाकिरहेको रहेछ यता, यहाँ नि काफलको बोर्ड हो यो नि। पहिला पालि फलेको थिएन, यो पालि चाहिँ लटरम्म फलिरहेको रहेछ। मल नि रहेछ कसको हो, कसले एउटा टनेल राख्नु लाग्यो कि के हो, पुरा त्यो उसहरू पनि राखेको रहेछ। अब म चाहिँ बिस्तारै लागिरहेको छु, धेरै त्यो विश्राम गऱ्यो भने फेरि समय जान्छ, अनि बेलुका एक्लै हुन्छ फेरि आउँदाखेरि रात पर्छ, त्यही भएर हिँडिरहेको छु बिस्तारै बिस्तारै यहाँतिरबाट। म चाहिँ अब यहाँ जङ्गल आइपुगेँ, जङ्गलको बाटो, चराहरू नि हेर्न सक्नुहुन्छ तपाईँलाई, म चराहरू पनि देखाउँछु। कराइरहेछ यहाँतिर, कहाँनिर कराइरहेछ, आवाज सुन्न सक्नुहुन्छ। चराहरू नाचिरहेछ, गीत गाइरहेछ, रमाइलो छ नि गाउँमा। त्यहाँ चराहरू यतैतिर कहाँनिर तिर लाली गुराँस नि फुलेको छ टन्नै, अघि बनाएको थिएँ नि मैले तपाईँलाई देखाउँछु भनेर, यहीँतिर टन्नै लाली गुराँसहरू फुलेको छ। ऊ त्यो अगाडितिर त झन् धेरै फुलेको छ, देख्न सक्नुहुन्छ लाली गुराँस। यो चाहिँ लाली गुराँस फुलिरहेछ। अनि म चाहिँ यहाँ जङ्गलको बिच बाटोमा चराहरूको गीत सुन्दै हिँडिरहेको छु, रमाइलो छ हेर्नु। त्यहाँ झन् खतरा देख्दो रहेछ यहाँबाट त, यो चाहिँ हेर्नु त लाली गुराँस खतरा फुलिरहेको रहेछ। यतातिर पनि छ फुल्या, टन्नै फुलिरहेछ। अब सकिँदै रहेछ, फुलेर नि झरिरहेको रहेछ एक दुईवटा त। यहाँतिर पहिला कति धेरै लाली गुराँस फल्थ्यो उयो रुखतिर, खोइ अब मान्छेहरूले हाँगाइ भाँचेर लगेर हो कि खासै छैन यो पालि, पहिला बच्चा बेलतिर जस्तो छैन अहिले। नत्र पहिला त यस्तो दामी फुलिरहेको हुन्थ्यो, पुरै रुख खतरा फुलिरहेको हुन्थ्यो म बच्चामा आउनु बेला त। यहाँतिर उयो रुखमा झन् यस्तो पुरै फुलिरहेको हुन्थ्यो, यो रुखमा त कति धेरै फुलिरहेको हुन्थ्यो। अहिले खोइ खासै छैन रहेछ, रुख नि बुढो भएर कि हो, पहिले जस्तो छैन रहेछ अहिले। अब यहाँ अगाडि कुवा छ पानी खानलाई, त्यहाँ पानी खाएर जानु पऱ्यो। म चाहिँ एकछिन बस्नु पनि पर्ला त्यहाँ, अनि पानी पनि खानु पर्ला, अनि त्यहाँ पानी खाएपछि ठिक्क हुन्छ, त्यस्तो तिर्खा लाग्दैन। अनि त्यसपछि यहाँतिर देख्न सक्नुहुन्छ लाली गुराँस पुरै फुलेर, तपाईँहरू लाली गुराँस त टन्नै छ, तर पहिला जसरी चाहिँ अहिले फुलेको छैन रहेछ, पहिले जसरी यस्तो दामी फुलेर। यहाँबाट मुनि अब पानी खानु जानु पऱ्यो म चाहिँ। ऊ यहाँ कुवा छ यता, यहाँ तल कुवा छ, यहाँ त्यो कुवामा पानी खाएर जानु पऱ्यो म चाहिँ। यहाँ कुवामा पानी छैन रहेछ त, कुवामा पानी सुक्न लागिरहेको रहेछ, पुरै सुकिसकेको रहेछ पानी। उता तल लग्यो भने के हो, यहाँ तल बोट छ क्या,
त्यहाँ गोठमा लग्या भएर के हो त्यो भएर पनि जस्तो लाग्छ। अनि यहाँ पानी खानको लागि यहाँ उस्नी छ, बोतल नि छ, काटेर राखे हामीले पानी खानको लागि छानेर। अब यहाँ कुनामा पानी खानु पऱ्यो। यहाँ कुनामा यता यहाँ पानी थपेर खानु पऱ्यो। बल्ल पानी पनि खाएँ टन्न। अब पेट नि टन्न भयो पानी खाएर। चरा कराएर रहेछ यहाँतिर। अब पुग्छ अब 10 मिनट जति म पुगिहाल्छु। अनि त्यहाँतिर स्याउला सोरेर आउँछु। क्या चिसो छ यार पानी चाहिँ, लास्टै चिसो छ। त्यहाँको कुवाको पानी लास्टै चिसो क्या, मिठो अनि चिसो। ज्यानै चिसो भयो मेरो त पानी खाएर। वनतिर रमाइलो छ, यहाँतिर हेर्न सक्नुहुन्छ तपाईँहरू। पुरै लाली गुराँस झरे यहाँतिर। चराहरू नि कराएर। अब यहाँबाट हल्का माथिबाट सिधै सिधा मात्र। लाली गुराँस त टन्नै छ यो पालि त। टन्नै त के भन्ने, पहिला जसरी चाहिँ फुल्या छैन रहेछ। पहिला त लास्टै फुल्थ्यो। अहिले मान्छेहरूले हाङ्गै भाजेर लग्या भएर के हो यो भुस्न फेरि आँखामा एट्याक गराइ गर्छ क्या। त्यही भएर मलाई त्यो चाहिँ मन पर्दैन। भुस्नाले आँखामा हाने गर्छ। देख्न सक्नुहुन्छ यहाँतिर जङ्गल। यहाँतिर नि सोर्छ मान्छेहरूले स्याउला सोर्न त, तर खासै छैन रहेछ। यो अलि नजिक नै पर्छ गाउँबाट, त्यही भएर सकिन्छ कि यता चाँडै। त्यही भएर उतै जानुपर्छ सोर्नको लागि चाहिँ। चरा कराइरहेको रहेछ कहाँनिर हो, यहाँ माथितिर रहेछ। कहाँनिर हो चरा, खोइ एउटा पनि देख्दैन त। कराउनु त कराइरहेछ, यहीँतिर कराएर मान्छे आउने बित्तिकै भाग्छ, मार्छ भनेर। ल गाउँतिर त फेरि मार्छ चराहरू। यहाँतिर कराएर रहेछ। यहाँतिर रहेछ, त्यहाँ हो चरा, त्यहाँ हो माथि। यता हो भाग्यो चरा, कहाँ भाग्यो गयो, कहाँ गयो उतातिर। माथितिर कराइरहेको छ। यहाँतिर चराहरू चाहिँ टन्नै रहेछ आज। यहाँ माथितिर छ, पहिलेतिर मान्छेहरू बस्थ्यो। यतातिर अहिले पुरै जङ्गलै जङ्गल छ। यहाँ कालिज छ जस्तो छ। यहाँ कालिज चाहिँ त माथि भर्खर उड्यो। कालिज हो कि के हो, ढुर्गा उड्यो। यहाँतिरबाट उड्या थियो, कहाँ पुग्यो। टन्नै चराहरू उडिरहेको रहेछ आज। मान्छे देख्ने बित्तिकै भाग्छ चराहरू त। यहाँतिर त फेरि मार्छ चराहरू, गाउँतिर त टन्नै। यो भुस्नाले नि लास्टै आँखामा हाने गऱ्यो त चराहरूमा। यहाँतिर रहेछ चराहरू, देख्नुहोस् न। यहाँबाट सिधै हो, अब यता सिधै जाने अब यहाँबाट। अब चाहिँ आइपुग्यो भन्ने नि हुन्छ। यहाँतिर यस्तो, यहाँतिर यो के फल भन्छ तपाईँहरूको, यस्तो फल, यो फलको नाम के हो थाहा छ तपाईँहरूलाई? यसको नाम थाहा छ तपाईँहरूलाई? यसको के हो यो थाहा छ भने कमेन्ट गर्नु त। थाहा छ भने भन्नु। फुलिरहेको रहेछ यहाँतिर। राम्रोसँगै देखेन क्या यहाँतिर, राम्रोसँग नदेखेर
टन्नै फलिरहेको रहेछ। हाम्रोतिर चाहिँ यसलाई नमुन भन्छ, नमुन। मिठो हुन्छ, अब पाक्ने बेला भएछ। खतरा मिठो हुन्छ यो। आइसेलु यो काफल सबै पाकिरहेछ। यहाँतिर कति धेरै काफल फलिरह्यो अरे यो पालि त। यसमा त के हो, कति धेरै काफल फलिरह्यो। यसपालि त टन्नै काफल फलेछ यार। अब आइपुग्यो गोठ। हाम्रो गोठ यहाँ अगाडि छ। अब आइपुग्छ। यहाँबाट उतै अगाडि गोठ छ, त्यहाँ गोठमा आइपुग्छ नि। पहिला हामी त होइन, मम्मी बाबाहरू बाजेहरू यता गोठमा बस्नुहुन्थ्यो अरे पहिला पहिला। म चाहिँ बसेन गोठमा। मैले चाहिँ त्यस्तो गोठमा बस्नुपर्ने भेटेन मेरो पालिदेखि चाहिँ। तर पहिला चाहिँ गोठमै बस्थ्यो अरे सबैजना। यहाँ गोठको पारा त लास्ट हाँस उठ्दो भइरहेको रहेछ त। यस्तो यो हाम्रो गोठ। यहाँतिर चाहिँ छत्री खोप भन्छ। हाम्रो चाहिँ यो ठाउँलाई चाहिँ छत्री खोप भन्छ। यहाँतिर बारीहरूमा रुख रोपिदिएको छ पुरै। स्याउला त यहाँनिर छ। पहिला म र मम्मीले सोहेर राखेँ। अब म चाहिँ छुट्टै सोहेर लानुपर्ने उयो पारीको पाखाबाट। यहाँ मान्छे स्याउला सोर्दै रहेछ त्यहाँ माथितिर को हो। मुनि अब स्याउला सोर्न जानु पर्ला। ल अब आइपुगेँ मुनि। यहाँ त झन् छेउमै फुलिरहेको रहेछ। यहाँ मौरी नि आइरहेको रहेछ रस खानको लागि। गाह्रै छैन क्या यो लाली गुराँस टिपेर खानु त। यसरी बाँच्नु पनि पर्दैन, टक्क होइन यस्तो गऱ्यो यसरी खा। यो लाली गुराँसले ग्यास्ट्रिक निको हुन्छ रे भनेर सुनेको थियो। ल अब म चाहिँ स्याउला सोर्न नै सकिसक्यो। अब डोकोमा पनि भर्नुपर्ने। यहाँ सोरेर राखेको छु स्याउला यता यो। अनि स्याउला भर्नुपर्ने। अब स्याउला भर्छु अनि एकछिनमा फर्किन्छु। अब एकछिन यसो बस्नु पऱ्यो यहाँ फोनमा होइन, आराम त गर्नु पऱ्यो नि एकछिन। स्याउला सोरसार गऱ्यो, यो भर्ने हो अनि जाने एकछिनमा। लाली गुराँस त कति कति यहाँतिर कस्तो ब्लर आइदिइरहेको, कस्तो कालो आयो फेरि यहाँतिर। यहाँ मेरो डोको यहाँ छ। अनि एकछिनमा जान्छु स्याउला भरेर। स्याउला भर्छु अनि निस्किन्छु यहाँबाट अनि घर जाने। अब एकछिन बसौँ। अब एकछिन आराम गरेर एकछिन आराम गरौँ अनि बसौँ। यहाँ शीतलमा यस्तो चिसो हावा आइरहेको छ, आनन्द भइरहेको। अब चाहिँ म घरतिर लागिरहेको छु। बाटो पनि लास्ट अप्ठ्यारो रहेछ, यो तल बाटो ओडाएको थियो। अब आउन चाहिँ अलि टाइम लाग्छ किनभने उकालो चढ्नुपर्छ। जानुको लागि चाहिँ त्यस्तो खास टाइम लाग्दैन। अब यहाँबाट सिधा जाने हो, यताबाट सिधा जाने उत्तर डाँडासम्म। अनि त्यहाँबाट ओह्रालो बाटो कहाँ हुँदा हेर्नु पऱ्यो पहिला। त्यहाँतिर झार उकाले थियो, फेरि झारै झार भएछ। अब पुग्छ बिस्तारै पुग्छ। अब बिस्तारै हिँडिरहेको छु म। यहाँतिरबाट जानु अब फेरि अघिको ठाउँमा आइपुग्यो म। यहाँ एकछिन थकाइ मारेर छु। अब एकछिन थकाइ मारेर तल पुग्न चाहिँ 10 मिनट जति लाग्ला अब मलाई यहाँबाट। मुनि मात्र हो, यहाँबाट देख्दैन
रुख मात्र देखिरहेको रहेछ। अब एकछिन 5-10 मिनट यहाँ थकाइ मार्छु अनि हिँड्छु घर। तलतिर चरा कराइरहेको छु त्यहाँ। चरा देख्नुभयो त्यहाँ चरा मातिरा। सो अब एकछिन थकाइ मारौँ होइन, अनि त्यसपछि घरतिर लागौँ। म चाहिँ भर्खर घर आइपुगेँ अनि स्याउलाहरू नि मैले भित्र राखिसकेँ। अनि अब एकछिनपछि घाँस नि काट्नु छ बाख्रालाई झुन्डाउनको लागि। अनि यहाँ बाख्राको बच्चाहरू नि यहाँ खेलिरहेको रहेछ, कुखुरा नि यहाँ खेलिरहेको रहेछ। अनि अब एकछिनमा अनि स्ट्रबेरीमा पानी नै हालिदिन्छ। अनि त्यो कफीको पानी नि सारिदिनु छ, बिहानदेखि लगाइदिएको अब अन्धपट्टि सारिदिनु पर्यो। ल आजको लागि यति नै हो गाइज, सी यु इन माई नेक्स्ट भिडियो, बाई बाई।